हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप यु आल आर डुइङ गुड। आज चाहिँ यो भ्लग चाहिँ पार्ट 2 अफ लुम्बिनी भिजिट हो। पार्ट 1 मैले पहिले नै अपलोड गरिसकेको छु। आई होप हजुरहरूले हेर्नुभयो होला। पार्ट 1 मा चाहिँ मैले डिफ्रेन्ट मन्दिरहरू देखाइसकेको छु भने आज चाहिँ मेन मन्दिर जहाँ बुद्ध वास बन देखाउँदैछु। भित्र चाहिँ भिडियो फोटोहरू खिच्न मिल्दैन, हजुरहरूलाई पनि थाहा छ होला। मेन बुद्ध जन्मेको ठाउँमा चाहिँ अनि जहाँ चाहिँ उहाँले फर्स्ट स्टेप लिनुभएको थियो त्यो ठाउँमा चाहिँ यो चाहिँ बाहिरको पोखरी हो जहाँ हामी बिलिभ गर्छौँ कि अब फर्स्टमा उहाँले नुहाउनु भएको थियो अथवा उहाँको मदरले नुहाउनु भएको थियो भन्ने पोखरी हो। यो पोखरी चाहिँ एकदम राम्रो सफा अनि सुन्दर छ हैन। यहाँ एकदमै धेरै पिसफुल इन्भाइरोमेन्ट। हामी यहाँनिर बस्यौँ 10-15 मिनट थकै मार्नको लागि भनेर। यस्तो फिल भयो मलाई, एकदम धेरै पिसफुल, इनर पिस भन्छ नि मान्छेले। यहाँ गएर हजुरहरू गएर बस्नु होला, एकचोटि ट्राई गर्नु होला। एक्चुअलमा एकदमै धेरै पिसफुल इन्भाइरोमेन्ट छ यहाँको। ग्रिनरीहरू एकदम राम्रो अनि सफा पनि एकदमै सफा छ। मान्छेहरूले त्यस्तो धेरै हल्ला पनि नगर्ने हुनुहुँदैछ यहाँनिर। त्यही भएर एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। त्यसपछि चाहिँ अब हामी त्यो जहाँ जोत बल्छ 24 घण्टा अनि सधैँभरि जाडो महिना, गर्मी महिना अनि पानी परेको बेलामा पनि जहाँ जोत बल्छ त्यहाँ लिएर जानेछौँ। त्यो त झन् एकदमै मेस्मराइजिङ भन्छ नि, एकदमै राम्रो छ। एकदमै त्यहाँ फोटोहरू खिचेको देखेको थिएँ मैले पहिला। म पहिला गइसकेको पनि छु तर राम्रोसँग चाहिँ घुमेको थिइनँ म पहिला। हेर्नु न यहाँ कस्तो सफा छ, एज इफ कि मान्छेहरू हिँड्नु नै हुन्न जस्तो सफा छ। तर त्यहाँ एकदमै धेरै भिड थियो, एकदमै धेरै मान्छे हिँडिरहनु भएको थियो। मेबी सफा गर्ने मान्छेहरू चाहिँ धेरै हुनुहुन्छ होला, त्यहाँ धेरै मान्छेले सफा गर्दै हुनुहुन्थ्यो। हामीले पनि देखिरहेको थियौँ, फुलहरू रोप्नु हुँदै थियो त्यहाँ बाहिरको मान्छेहरूले। त्यसपछि चाहिँ अब हामी यहाँबाट अगाडि बढ्दैछौँ। बाबुलाई बोकेर हिँड्न चाहिँ अलिकति गाह्रो हुने, अलिअलि घाम पनि चर्किरहेको थियो। हामीले बाक्लै लुगा लगाएको थियौँ, त्यही भएर गर्मी पनि फिल भइरहेको थियौँ। कहिले कसले गरेर बाबुलाई बोकेर गयौँ। यो दीप मैले जुन भनेको थिएँ हजुरहरूलाई यो आइसकेको छ। हेर्नु न कस्तो राम्रो छ। हामीसँग चाहिँ टाइम नभएको हुनाले, फर्किहाल्नु पर्ने हुनाले बोटिङहरू गर्न पाएनौँ। अगाडिको उसमा मन्दिरमा पनि गएनौँ हामी। त्यो त झनै नै राम्रो छ, म पहिला गइसकेको छु। तर हजुरहरू अवश्य पनि जानु होला, अलिकति टाइम निकालेर आउनु होला। लुम्बिनी एकदमै राम्रो, एकदमै रमाइलो अनि पिसफुल छ। हजुरहरू पक्कै पनि घुम्न जानु होला। घुमेर आइसकेपछि हामीले चाहिँ अलिअलि खाजा खायौँ, जस्तै पानीपुरी चटपटेहरू नै नर्मल एकदम हल्का फुल्का खाजा खायौँ। त्यसपछि हामी अब घर पनि जानु छ। घर यहाँबाट 2-3 घन्टा लाग्छ। हिजो रातिदेखि हामी हिँडिरहेको छौँ, ट्राभल गरिरहेको छौँ। त्यही भएर अलिकति हेक्टिक नै छ। ओके, बाई, सी यू इन नेक्स्ट भ्लग, बाई।